सो नमस्ते एभ्रिवान, इट्स योर बोय जिसा ब्लग फ्रम पोखरा। अनि मैले यही विषयमा चाहिँ आजभन्दा 2 वर्ष अगाडि पनि एउटा भिडियो हालेको थिएँ। अनि आज पनि फेरि बोल्न मन लाग्यो मलाई, त्यही भएर चाहिँ म भिडियो बनाउँछु नै भनेर मैले हिजो पनि भिडियो बनाइरहेको थिएँ टुरिज्मको बारेमा। यताउति हाम्रो इन्डियन टुरिज्म कस्तो भइरहेछ पोखरामा, अनि नेपालको सिनेरीमा चाहिँ के कस्तो चलिरहेछ भनेर चाहिँ मैले भिडियोहरू हल्का फुल्का अपलोड गरिरहेको थिएँ अनि राम्रै रेस्पोन्स आइरहेको थियो। अनि टुडे आइम गोना टक अबाउट भर्खरै रिसेन्टलीको इभेन्टको बारेमा। सो इन्डियनहरू आउनुभएको थियो, टुरिस्टहरू नेपालमा आउनुभएको थियो सुपर कार लिएर। अलमोस्ट 10 देखि 15 कार थियो होला जहाँसँग लाग्छ। अनि म चाहिँ यो कुरालाई चाहिँ किन पोक गर्न लागिरहेको छु भन्दाखेरि चाहिँ काठमाडौँ जस्तो एरियामा दरबार हाम्रो नारायण हिटी दरबारको अगाडि चाहिँ सुप्रा कार चाहिँ एकदम अराजक तरिकाले चाहिँ पड्काइरहेछ। अनि नेपालीहरूले चाहिँ भिडियो खिचिरहेछ, वान्स मोर गर्दै भिडियो खिचिरहेछ क्या। त्यो कुराले चाहिँ एकदमै मेरो चित्त चाहिँ बुझेन है, मेरो असन्तुष्टि छ त्यो कुरामा चाहिँ। किन भन्दाखेरि चाहिँ दरबार जस्तो एरिया भनेको चाहिँ के हो त भनेर चाहिँ नेपालीले अझैसम्म नि नबुझेर रहेछ। त्यो कुरामा चाहिँ मेरो एकदम मन दुखाइ छ। सबैजनाको हातमा मोबाइल छ, 1000 जनाको भिडमा एकजना कोही पनि निस्किनु भएन कि यो ठाउँमा यस्तो गर्नु हुँदैन भनेर बोल्ने मान्छे चाहिँ कोही पनि हुनु भएन। यो कुरामा चाहिँ मेरो एकदम धेरै असन्तुष्टि छ। र यो चाहिँ नेपाल पुलिस चाहिँ अब राजकुमार थापा मगरले कता बाइक पड्कायो, विविधजङ थापाले धुरपाटनमा के गर्यो भनेर भिडियो एडिट गर्न चाहिँ तयार छ। तर यो अराजक तरिकाले गाडीहरू, विदेशी गाडीहरू नेपाल यत्रो भित्रिरहेको छ। तर यो विषयमा चाहिँ नेपाल पुलिसको किन ध्यान आकर्षण भइरहेको छैन त, यो कुरामा चाहिँ एकदम ठुलो असन्तुष्टि छ मेरो चाहिँ। अनि यु क्यान सी द भ्यू अफ पोखरा। सो अहिले चाहिँ अलमोस्ट पोखरामा आउने गेस्टहरू चाहिँ सबै इन्डियन हुनुहुन्छ। अनि जुन त्यो इभेन्टको गाडीहरू चाहिँ हाम्रो पोखरामा पनि आएको थियो, धेरैजनाले भिडियो हाल्नुभयो। हाम्रो हेम्जाको बाटो सबैजनालाई थाहै छ होला। सो हेम्जाको बाटोमा पनि बनआउट, हेम्जा भनेको चाहिँ हाम्रो मेन हाइवे हो। अनि एउटा हाइवे बन्नको लागि चाहिँ 10 देखि 20 वर्ष लाग्छ, बजेट परेर यताउति मिलाउँदाखेरि चाहिँ 10 देखि 20 वर्ष लाग्छ एउटा हाइवे बनाउनलाई। अनि नेपालीले एउटा सानो सिट अथवा एउटा कारमा चाहिँ एउटा टिन्ट हाल्छ, विन्डोमा चाहिँ टिन्ट हाल्छ, राइट। त्यसको लागि चाहिँ एउटा टिन्ट हालेकोमा चाहिँ नेपाली अथवा हाम्रो दाजुभाइले चाहिँ यति दुःख भोगिराख्नु भएको छ कि त्यो स्टिकर उक्काउनीबाट लिएर एउटा भाइहरूले सानो सिट आफ्नो कम्फर्ट अनुसारको सिट हाल्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ 10 देखि 15 हजारको चिट अथवा फाइन लगाइरहेको हुन्छ होइन। तर इन्डियाबाट गाडी आइरहेको छ, इभेन्ट छ। म टुरिज्मको विपरीत जान खोजेको पनि होइन, तर पनि वाइ किन भइरहेको छ त नि। हाइवेमा बर्नआउट भइरहेछ, हाइवेमा स्टन्ट देखाइराखेको छ। दरबार जस्तो सेन्सिटिभ ठाउँ भनौँ न, अब मलाई कमेन्ट पनि हाल्नु छ, टुरिस्टलाई कसरी थाहा हुन्छ दरबार हो त्यहाँ दरबारमा आएको भनेर कसरी थाहा हुन्छ भनिरहेको थिएँ। अनि यो कुरामा चाहिँ थाहा पाउनु पर्छ। त्यहाँ 1000 जना मान्छे छ, तर एकजना मान्छेले यहाँ गर्नु हुँदैन भनेर चाहिँ भनेन। अनि त्यही विषयमा चाहिँ मेरो एकदम धेरै असन्तुष्टि छ। यो कुरा चाहिँ छिटोभन्दा छिटो ध्यान आकर्षण होस्। यसको लागि चाहिँ कहाँ धाउनुपर्छ, के गर्नुपर्छ, त्यसको लागि चाहिँ बोल्न म तयार छु। सो गाइज, दिस इज द रिजन वाइ आई एम हियर टुडे। सो यति नै भन्न चाहन्छु। सो हजुरहरूलाई चाहिँ के लाग्छ यो कुरा चाहिँ मैले के बोलिरहेको छु, के गरिरहेछु भनेर चाहिँ हजुरहरूले चाहिँ हल्का भए पनि जज चाहिँ गरिदिनु होला होइन। यु गाइज क्यान जज मी इजिली होइन। मान्छेहरूले त हेरेरै सुनेरै त हो नि जज गर्ने भनेको। सो त्यही नै हो, आजको मौसम चाहिँ यस्तै नै छ। अब इन्डियन गेस्टहरू एकदम धेरै हुनुहुन्छ पोखरामा। सो सबैजनालाई वेलकम छ, तर फोहोरहरू नगरिदिनु होला। अब यो कुरा नबुझ्नु होला, तर पनि अब मेरो भिडियो देखेर अरूहरूले पनि भनिदिनु चाहिँ पऱ्यो कि फोहोर गर्न भएन है भनेर चाहिँ भनिदिनु पऱ्यो। सबै कुराहरू राम्रो तरिकाले लिएर जानु पऱ्यो। अब मान्छेहरूले कति दुःख पाइरहेछ त्यो साउन्ड पोल्युसनले गर्दाखेरि, त्यो इभेन्टले गर्दाखेरि। त्यो कुरा चाहिँ अब इभेन्ट अर्गनाइजरले पनि बुझिदिनु पऱ्यो, कन्ट्रोल गरिदिनु पऱ्यो। अब आउने दिनमा चाहिँ यो कुराहरू चाहिँ नदोहोरियोस् भन्न चाहन्छु। सो धन्यवाद।